पक्नु है ल म स्टार्ट गर्नु जानु हाम्रो बाइकको ट्रायल हुँदैछ यो बागलुङ ट्रायल सेन्टरमा अब ट्रायलको सुरुमा अब रेड कटाउनु पर्छ रेड चाहिँ बिस्तारै कटाउने नआत्तिकन मजाले बिस्तारै कटायो भने चाहिँ लाइनहरू छुनु हुँदैन अब अहिलेको नयाँ ट्रायल अनुसार चाहिँ एकचोटि चाहिँ खुट्टा टेक्न पाउँछ एकचोटि चाहिँ लाइन टच भयो भने नि 5 नम्बर काटेर चाहिँ पास गरिदिन्छ सकेसम्म चाहिँ बिस्तारै गऱ्यो भने चाहिँ टच हुने र खुट्टा टेक्ने चान्स हुँदैन त्यसपछि अब 8 कटिसकेपछि चाहिँ यहाँ अगाडि चाहिँ एउटा न्यारो फ्ल्याग आउँछ त्यो कटाउने त्यो कटिसकेपछि साइड लाइट बाल्ने त्यसपछि चाहिँ कर्नर आउँछ त्यहाँबाट मोड्ने अनि अगाडि चाहिँ रेड ट्राफिक लाइट हेर्ने ट्राफिक लाइट सकिसकेपछि चाहिँ अब जिगज्याग वे आउँछ यहाँ त्यो कटिसकेपछि फेरि यहाँ चाहिँ उकालो हुन्छ उकालोमा मजाले तान्ने त्यसपछि ओह्रालोमा पनि मजाले ब्रेक लगाउने बायाँ खुट्टा टेकाउने यति गऱ्यो भने चाहिँ ट्रायल पास।